लुकिजमको वान अफ द बेस्ट डार्क हन्ट फर गन आर्क एक्सप्लेन गर्नु लाटेको छु। लास्टसम्म हेरेर तिमीलाई धेरै मजा आउनेछ। र रिक्याप तिमीहरूलाई अलिकति सेटअप बुझाइदिन्छु। रिपोर्टर किमले भन्छ ड्यानलको मामा जिनियन पार्क हो भनेर, अनि ड्यानल रिपोर्टर किमलाई रेड पेपर माग्छ, तर मिस किमले ड्यानल त अहिले बच्चैछिस्, ठुलो काम ठुलै नै छोड्दे भनेर त्यहाँबाट रेड पेपर लिएर जान्छे। नेक्स्ट प्यानलमा युजिनहरूको मिटिङ हुन्छ एन्ड लुक हु इज हियर, म्यानेजर किम। गुड। त्यही बेला स्टिभ र सोफिया पनि आउँछन् अनि युजिनले खुसी लाग्यो फेरि भेटेर मिस्टर हङ। अनि त्यही बेला स्टिभले युजिनलाई इग्नोर गरेर हामी नभेटेको धेरै भयो होइन। चिफ प्रोसिक्युटर कागमी चोई, यो को हो भनेर तिमीहरू सोधेछौ भने यो हेदरको मम्मीजी हो, एलीको ससुआमा। अनि युजिनले हामी मात्रै छुइनौँ, यहाँ कोही एउटा स्पेसल पन्छे पनि छ भन्छ। अनि त्यही बेला डिजी एके जेम्स ली पनि त्यहाँ जेम्स लीको नि एन्ट्री हुन्छ। अनि युजिनले भन्छ हामी सबै यहाँ भेला भएको छौँ एक चिजको लागि, टु डिस्ट्रोय चार्ल्स सोई। अनि हामी सबै भेला भएको छौँ मिस्टर स्टिभ हङ एच ग्रुपको लिडर अनि चिफ प्रोसिक्युटर कागमी चोई। चार्ल्स सोईको फ्रोम मेजर क्रुको कारणले तपाईँको डटरको लाइफ गएको छ। अनि डाइगो क्याङ अनि डिजी जुन चाहिँ चार्ल्स सोईको चङ्गुलबाट स्केप हुन चाहन्छ। अनि म युजिन हामी सबै टुगेदर भयौँ भने चार्ल्स सोईलाई हामी रोक्न सक्छौँ। अनि स्टिभले भन्छ हामीलाई त्यो रेड पेपर चाहिन्छ सुरुमा, मिस किम कतिखेर आइपुग्नुहुन्छ यहाँ। त्यतिखेर हामीलाई देखाउँछ मिस किम रेड पेपर लिएर युजिन भएको ठाउँमा आउनु लागेको हुन्छ र त्यतिखेर नै मिस किमको गाडीलाई अर्को गाडीले हानिदिन्छ र त्यहाँदेखि निक्लिन्छ कोजिमा ब्रदर्स। अनि कोजिमा ब्रदर्सले जब त्यो डब्बा खोल्छ सरप्राइज सरप्राइज रेड पेपर त्यहाँ आउँदैन। अनि युजिनले भन्छ प्लानमा अलिकति चेन्ज भयो, ड्यानियल पार्क ल्याउँदैछ त्यो पेपर। र अर्को प्यानलमा ड्यानियल रेड पेपर लिएर युजिन भएको ठाउँमा आउनु लागेको हुन्छ र त्यतिखेर ड्राइभरले अचानक ब्रेक हान्छ र बाहिर बस्छ द गोटेड गन पार्क। ओए ड्यानियल त्यो रेड पेपर मलाई दे भन्छ गनले। अनि ड्यानियल कल लगाउँछ युजिनलाई अनि भन्छ तैँले भनेको सही रहेछ, गन यहाँ आइसक्यो। अनि युजिनले भन्छ मेरो केटाहरूलाई पठाइदिन्छु। अनि त्यही बेला जेम्सले भन्छ रेड पेपरलाई चारो जस्तै प्रयोग गरेर गनको लोकेसन पत्ता लगाउनु। युजिन यो क्लेभर मुभ थियो, गन गुफाबाट निस्किसक्यो, अब म पनि गएको त्यसलाई रोक्न। त्यतिखेर युजिनले सोध्छ त गन पार्कलाई हराउन सक्छस्, म गनदेखि हार्नु पनि सक्छु तर मलाई यसको इन्ड हेर्नु मन छ भन्दै जेम्स यहाँबाट जान्छ। अनि स्टिभले भन्छ होइन यो को हो गन फुच्चे भन्न त। र त्यतिखेर हेदरको ममले गन यामाजाकी सिन्डिकेटको वारिस 2-3 वर्षदेखि गन र चार्ल्स सँगै काम गर्दैछन्। सुन सबैजना, चार्ल्स सोई भन्दा सुरुमा हामीले गनलाई टेकडाउन गर्नुपर्छ। अनि त्यो कुरा भन्दै भन्दा पछाडिबाट एउटा मान्छे आउँछ अनि वेल 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 इम्प्रेसिभ, तिमीहरूले मेरो बारेमा धेरै कुरा थाहा पायो तर तिमीहरूले यो प्रेडिक्ट गर्नु सक्यौ म यहाँ आउँछु भनेर। अनि युजिन मलाई दुःख लाग्यो तर म त एउटै टिममा थिइनँ। त्यहाँ एन्ट्री हुन्छ चार्ल्स सोईको। अनि स्टिभले भन्छ वाह मलाई लागेको थिएन त यहाँ आउँछस् भनेर, हामी तँलाई नै सम्झिरहेको छौँ चार्ल्स सोई या इलाइट। पुरानो कहानीहरू ननिकाल्न, म यहाँ फिल गर्नु सक्छु तिमीहरू मेरो खुनको प्यासा भइसक्यो। तिमीहरूले यो जे गर्दैछौ त्यसको कोइन्सिक्वेन्सेस पनि तिमीहरू भुक्नु तयार छौ। तिमीहरूले शेरको गुफामा हात डालेको छु भन्छ चार्ल्स सोईले। अनि स्टिभले चार्ल्स सोई यहाँ तँलाई के हुन लागेको थाहा नै छ होला, तँ जस्तै झन् फर्मल स्ट्रिक्ट थगलाई यो भन्दा राम्ररी कसरी थाहा हुन्छ त। तर टेन्सन नहली, यहाँ हामी तँलाई केही गर्दैनौँ, हामीसँग जे छ त्यो तँ ह्यान्डल गर्न सक्दिनस्, द रेड पेपर। अनि अर्को सिनमा हामीलाई ड्यानियल पार्क र गन देखाउँछ। अनि ड्यानियलले भन्छ यस्तो नगर्नु सेन्से, तपाईँ र म यहाँ फाइट गर्नु पर्दैन, यहाँ सबै कुरा खत्तम भइसक्यो, हामी यहाँ दुईजना फाइट गऱ्यौँ भने नि यसको एउटै आउटकम निक्लिन्छ, चार्ल्स सोईको हार। ओ ड्यानियल यो बग छोडेर मसँग फाइट गर्छस् कि लुज ड्यानियल पार्क मलाई मार्छस् कि त मेरो हातबाट आज मर्छस्। अनि ड्यानियलले पञ्च हान्छ गनलाई अनि भन्छ जसरी भए पनि मलाई रेड पेपर बचाउनु पर्छ। अनि त्यही बेला गनले तेरो एनिमीले तेरो पञ्च पकाडो ड्यानियल पार्क, यस्तो बेला मैले तँलाई के सिकाएको थिएँ त। ड्यानियलले भन्छ एनिमीको पावर आफ्नो एडभान्टेजमा युज गर्नु भनेर गनलाई उडाइदिन्छ र त्यतिखेर गन ड्यामी किक थ्रो गर्छ ड्यानियललाई अनि ड्यानियल जमिनमा चिप्किन्छ। अनि ड्यानियलले भन्छ ड्राइभर यहाँबाट जानु र रेड पेपरलाई बचाउनु भन्छ। अनि गनले म हुँदै यो पेपर कहीँ जाँदैन भन्छ। अनि त्यही बेला हाम्रो मास्टर पिसले ड्यामी किक खान्छ गनलाई। अनि गन त गन हो, गनले बच्छ अनि ड्यामी किक थियो। यो पहिलाभन्दा त अहिले धेरै स्ट्रङ भएको छ ड्यानियल पार्क, त्यहाँबाट यहाँ त्यत्रो परदेखि जम्प हानेर मलाई किक खानिस्, त मेरै मास्टर पिस हो, तँलाई हक छ यो मास्टरलाई मार्नु। अनि ड्यानियलले भन्छ म अहिले पुरै थाकिसकेँ, अब मलाई यस्तो टेक्निक युज गर्नुपर्छ जुन चाहिँ मलाई गनले सिकाएको थिएन। अनि ड्यानियल कपी गर्छ हाम्रो गोटी ज्याङको अनि ह्यान्ड ब्रेड हान्छ। अनि ड्यानियलले भन्छ जसरी भए पनि मलाई वान सटमा डाउन गर्नुपर्छ गनलाई भनेर ड्यानियल ड्यामिक एट्याक हान्छ गनलाई। तर यो मुभ
गनले प्रेडिक हान्छ र ड्यानलको मुखमा र गनले एउटा दामी मुक्कामा ड्यानललाई जमिनमा चिप्काइदिन्छ। राम्रो फाइट थियो। म तँलाई दिन्छु 72 आउट अफ 100। तँलाई अझै इम्प्रुभ हुनु छ र यो पेपर मैले लगेँ। तिमीहरूको यही ट्रम्प कार्ड थियो, तिमीहरू अहिलेसम्म बुझेको छैनौ गन के हो भनेर। अनि युजीले भन्छ मलाई थाहा छ गन कति केपेबल छ र त्यसको लागि मैले सबै वर्कर्सको मेम्बर्सहरूलाई दममा राखिसकेँ। त्यतिखेर नेक्स्ट प्यानलमा गनको पछाडि 1000 अफ वर्करको मान्छेहरू हुन्छ। अनि युजीले भन्छ यो फाइटमा मैले आफ्नो सबै थोक दाउ लगाइसकेँ। यो फाइटले डिसाइड गर्छ हाम्रो फेट। यो भन्दै द हन्ट फर गन आर्क इज बिगेन। अनि युजीले भन्छ आज मैले वर्कर्सको सबै मान्छेलाई दाउमा राखिसकेँ। आज हामी जसरी पनि सक्सेस भएर देखाउनुपर्छ। आज हामी जसरी भए पनि सक्सेस हुन्छौँ। त्यतिखेर चार्ल्सले भन्छ त गनलाई हराउनु कोसिस गर्दैछस् युजिन। गनलाई अहिलेसम्म जसले अन्डर एस्टिमेट गर्यो त्यो सबसे ठुलो बेवकुफ हो। अनि युजीले भन्छ मलाई थाहा छ गन कति स्ट्रङ छ भनेर। अनि चार्ल्सले भन्छ बेटा युजिन, गनलाई धेरै नामले चिनिन्छ, ग्रान्ड मास्टर, एनोदर लेजेन्ड सन, द वाइट गोस्ट, तर कुनै पनि नाम त्यसको पावरलाई मेजर गर्नु सक्दैन भन्छ। त्यही बेला गन दामी धुले हान्दै गर्छ वर्कर्सलाई। अनि चार्ल्सले मुसाहरूले ग्रुप बनाएर हमला गरे पनि मुसा हो, शेरलाई कहिले हराउन सक्दैन भन्छ। अनि त्यही बेला गन यस्तो दामी धुले हानेर आएको हुन्छ वर्कर्सको। कुनको घाँटी पकाड्छन्, स्ल्याम हानिदिन्छ, कुनको टाउको कुचाइदिन्छ, कुनचेको मुन्डी जमिनमा घुसारिदिन्छ। त्यही बेला केन्टा आउँछ र अनि गन यो मेरो बाउको पछ हो भनेर दामी पन्च हानिदिन्छ गनलाई। गनले स्यावेज दिँदै यो पन्च हो जुन चाहिँ तेरो बाउलाई मारेको भनेर हानिदिन्छ। अनि गन वर्कर्सको सबलाई जिस्किँदै सबलाई पेल्दिरहेको हुन्छ। त्यतिखेर गनले ओल्ड फेसलाई देख्छ। अनि राणावानहरू मलाई मार्न तिमीहरूले बुढो मान्छेलाई ल्याइस्। अनि ओल्ड फेसले भन्छ म बुढो होइन, तेरो र मेरो एउटै एज हो भन्छ। अनि त्यतिखेरै गनको माथि 4-5वटा एम्बुलेन्स चढ्छ। अनि वर्कर्सहरू खुसी हुन्छ, वाह गन अब त मरो भन्छ। अनि त्यतिखेर गन सरप्राइज गन माथिबाट झुन्डिरहेको हुन्छ। अनि गन माथिबाट मुनि ल्यान्डिङ गर्दा 4-5जना वर्कर्स मान्छेलाई पनि त्यहीँ पेलिदिन्छ। अनि गन सबै वर्कर्सको मान्छेहरूलाई दामी धुलाई हानिदिन्छ र बाहिर निक्लिन्छ। बाहिर निक्लिँदा त्यसलाई र गनलाई बाइकहरूको आवाज आउँछ र गन बाहिर निक्लिन्छ र गनको मुखमा एउटा ठुलो स्माइल आउँछ किनकि त्यसको अगाडि हुन्छ बिग डिल, वर्कर्स र गड डगको जोहान सियोङ, एलाइटको ज्याक र वास्को। गन तैँले हाम्रो जिन्दगी जसरी झन्ड पारिस त्यसको बदला हामी सबै चुकाउँछौँ भन्छ। अनि गनले चिलमा आफ्नो लाइटर जलाउँछ। आज म धेरै एक्साइटेड हुँदैछु। म आफूलाई पुरै कन्ट्रोल गर्दैछु। एन्ड लुक एट दिस प्यानल। अनि अलिक अगाडिको फ्ल्यासब्याक देखाउँछ। यहाँ युजीले सबै फ्रेमेजर क्रुको मिटिङ गराउँछ। अनि भन्छ खुसी लाग्यो तिमीहरूलाई देखेर होस्टेल, बिग डिल र गड टक। हामी यहाँ भेला भएको छौँ सिर्फ एक चिजको लागि, टु हन्ट फर गन। हामी सबैले गनसँग फाइट गरेको छौँ र त्यसको रिजल्ट सिर्फ एउटा हुन्छ। त्यसको रिजल्ट सिर्फ गनले जहिले जित्छ त्यसको रिजन हामी थाकेको हुन्छौँ र हामी रेडी भएको हुँदैनौँ। तर आज कुरा अलग छ। आज हामी डिफिट गर्छौँ द गन पार्क। नेक्स्ट प्यानलमा यहाँ गन चिलमा आफ्नो सिगरेट खाइरहेको हुन्छ र त्यही बेला जोहान र एली गनमाथि चढ्छन् र त्यही बेला गन एक घुसडमा त्यो दुईजनालाई पेलिदिन्छ। अनि चार्ल्सले भन्छ गड डग त्यो अन्धो होस्टेल जुन चाहिँ वर्कर्सले खाइसक्यो। अनि बिग डिल त्यो त डिस्ब्यान्ड भएको होइन। तिमीहरूलाई लाग्छन् यिनीहरू आन्डु झान्डुहरू गनलाई हराउँछन्? ना युजिन, आँखा खोल। तँलाई थाहा छैन गन के चिज हो भनेर। म गनलाई के भन्छु त ट्रेनिङ प्रोडिजी। गन ओलिभ्याङ जस्तै बच्चालाई जनर बनाइदिन्छ। सोच गन जति अरूलाई ट्रेन गर्छ त्यसको पावर पनि कन्सिस्टेन्ट बढ्दै जान्छ। अनि नेक्स्ट प्यानलमा डेरिक र म्याच गनमाथि एट्याक हान्छ तर तिनीहरूलाई पनि गन इजिली पेलिदिन्छ। अनि पछाडिबाट 2टा बिग डिलको नमुनाहरू पनि आउँछन् र तिनीहरूलाई पनि गन इजिली पेलिदिन्छ। तब आउँछ जेरी र एउटा बवाल पन्च हान्छ र त्यसको असर गनलाई केही हुँदैन। उल्टै गन एउटा बवाल पन्च हान्छ जेरीलाई। त्यो पन्चले जेरीको मुखबाट खुन निक्लिन्छ र त्यतिखेर जेरीलाई बचाउनु त्यसको जेरीको बेस्ट फ्रेन्ड आउँछ वेरेन। र वेरेनले एउटा गनलाई एउटा दामी 1 इंच पन्च हान्छ। अनि त्यो पन्चले गनको एकछिन हात रोकिन्छ। तिनीहरू दुईजना मिलेर गनलाई दामी एट्याक हान्छ। अनि गनले भन्छ तिमीहरू राणावानहरू तिमीहरू कहिलेदेखि यति स्ट्रङ भयो भनेर तिनीहरू दुईटाले हानिदिन्छ। र त्यही बेला एली किक हान्छ गनलाई। रिटर्नमा गनले पनि किक हानिदिन्छ एलीलाई र जेक पनि त्यहाँ थप्नु आइदिन्छ। गनलाई एक मुक्का हानिदिन्छ। त्यो मुक्कामा गनको मुखै कुचिन्छ। रिटर्नमा गनले पनि त्यो मुक्का हानिदिन्छ। रिटर्नमा गन त्यसको डबल पावरले मुक्का हानिदिन्छ। गन सेकेन्ड जेनेरेसनलाई राम्रो धुलाइदिएको बेला त्यहाँ पछाडिबाट जोहान आउँछ र दामी एट्याकमा गनलाई कुचाइदिन्छ। अनि गनले पन्च हान्छ। त्यतिखेर युसँग आएर जोहानलाई बचाउँछ र त्यतिखेर गन जेरीलाई पड्काउन लाटेको हुन्छ र त्यो पन्च म्यान्डियोकले ब्लक हान्छ। अनि म्यान्डियोकले एउटा दामी किक हान्छ गनलाई र त्यही बेला हाम्रो बास्को भाइ पनि नि हानिदिन्छ गनलाई। अनि कुरोदा रुई पनि आउँछ र गनलाई चेनमा जोगाडिदिन्छन्।
अनि ज्याक पनि आएर त्यहाँ दामी पञ्च हानिदिन्छन् अनि गनलाई तिनीहरू चेनले जगाडिदिन्छन् अनि वरिपरि हुन्छ सेकेन्ड जेनेरेसनको मान्छेहरू एन्ड लुक एट द प्यानल पिटी चाहिँ दिल चुरा लिया त्यतिखेर रुयुले भन्छ गन तैँले त एउटा कुरा बिर्सिस् त हामीसित किन फाइट गर्दैछस् तँ रेड पेपर मेरो साथी तँ रेड पेपर लिएर अघि गइसक्यो भन्छ अनि गनले तिमीहरू मदर चोदहरू तिमीहरूलाई थाहा छैन मलाई यो फाइटमा कति मजा आइरहेको थियो त म एकछिनको लागि रेड पेपर पनि बिर्सिरहेको थिएँ तर मलाई त्यो रेड पेपर याद दिलाएर तिमीहरूले गल्ती गर्यौ अब यहाँ भएको म सबलाई मारिदिन्छु भन्दै यो पार्ट र यो च्याप्टर यहीँ सकिन्छ नेक्स्ट पार्टको लागि लाइक सेयर सब्सक्राइब गर र यति भिडियो बनाउनको लागि लास्टै धेरै मिहिनेत लागेको छ मेरो एफर्ट्सलाई कमेन्ट गर सब्सक्राइब गर बाई